इस कार्यक्रम का अध्यक्ष महोदय, माननीय उप प्रधानमंत्री तथा शहरी विकास मंत्री जी, माननीय प्रदेश प्रमुख जी, मुख्यमंत्री जी, भरतपुर महानगर पालिका का प्रमुख लगायत का संपूर्ण जनप्रतिनिधि साथीहरू, संपूर्ण पार्टी का नेता कार्यकर्ता साथीहरू, विभिन्न पेशा व्यवसायबाट यहाँ संलग्न इस कार्यक्रममा सरिक हुनुभएका साथीहरू, इस निर्माण कार्यलाई गुणस्तरका साथ समयमै सम्पन्न गर्ने इंडो-जेबी के इंडो सगुन जेबी का प्रमुख जी लगायत संपूर्ण सड़क विभाग का इस कार्यमा योगदान गर्ने सचिव लगायत सबै मित्रहरू र संपूर्ण राष्ट्र सेवकहरू, संचारकर्मी साथीहरू र यस कार्यक्रमलाई उपस्थित भएर गरिमा बढाउने र प्रत्यक्ष प्रसारणबाट हेरिरहनु भएका, सुनिरहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू समेत, आज खुसीको कुरा हो। गोन्द्राङ पुल्चोक खण्ड यो एसियाली मापदण्ड, त्यो स्ट्यान्डर्डको सडक, यसको कार्य सम्पन्न भएर उद्घाटन भएको छ। कार्य सम्पन्न हुनु खुसीको कुरा हो। कार्य सम्पन्न भएको छ र यो उद्घाटित भएको छ। यस अवसरमा यस कार्यमा सहयोग पुर्याउने सबैलाई, सहयोगी हातहरू बढाउने सबैलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु। यसमा योगदान गर्ने अरु त झन् धन्यवादका पात्रहरू हुँदै हुनुहुन्छ। वास्तवमा यो पूर्व पश्चिम राजमार्गलाई एसियाली स्ट्यान्डर्डमा विकास गर्नु थियो र त्यसलाई यसै ठाउँबाट सुरु गर्न मैले किन चाहे, यसै ठाउँबाट किन सुरु गर्न चाहे भने बुटौल भैरवा पनि यहाँबाट नजिकै पर्छ, यता हिटौडा बेरीगञ्जतिर पनि नजिकै पर्छ, काठमाडौँतिर पनि यो सेन्टरै पर्छ, पोखरातिर पनि सेन्टरै पर्छ। यो सबै ठाउँको सेन्टर जस्तै छ। अनेक हिसाबले, विकासको हिसाबले, पर्यटकीय हिसाबले, शिक्षाको हिसाबले, स्वास्थ्यका हिसाबले, अनेक हिसाबले यो एउटा केन्द्रको रूपमा छ र यसलाई तदनुसार नै भरतपुरलाई विकास गर्नुपर्छ, चितवनलाई विकास गर्नुपर्छ भन्ने मेरो धारणा हो। त्यस अन्तर्गत नै यसै ठाउँबाट सुरु गर्नुपर्छ भनेर मैले यसको सडक विस्तारको काम, एसियाली स्ट्यान्डर्डमा निर्माणको काम चाहिँ यहीँबाट थालिएको थियो। यहाँहरू सबैलाई थाहा छ सोच कसैले बनाउनुपर्छ, त्यो सोचलाई अगाडि बढाउन सबैको साथ चाहिन्छ, सबैको तत्परता चाहिन्छ, सबैको योगदान चाहिन्छ। जो जसले जहाँबाट योगदान पुर्याउनु पर्नेछ सबैको योगदान चाहिन्छ। त्यसै कारण अघि मैले भनेको हुँ, यसमा योगदान गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ। देश अनेक उतार चढावहरूबाट अगाडि बढ्दै आएको छ।
यद्यपि 47 सालभन्दा पछि हामी यति अल्झिनु यति अल्मलिनु हुँदैन थियो होला। योभन्दा अलिक लोकतान्त्रिक मूल्य मान्यता अनुसार सुशासनको काम र देशलाई विकासको मार्गमा तीव्रताका साथ अगाडि बढाउने काममा हामी बिना अलमल तीव्र गतिमा लाग्नु पर्दथ्यो होला। आफ्नो ठाउँमा आफ्नो भूमिकामा रहेर भूमिका पूरा गर्नु पर्दथ्यो। केही कमीहरू रहेका छन्, अलिक ढिलो भएको छ, तर विकासले गति लिएको छैन भन्ने कुरा होइन। अघि सडकको त अलिकति सुनाउनुभयो सचिवजीले, सडकमा काफी उन्नति गरेको छ। यसभन्दा अघिल्लो मेरो प्रधानमन्त्रीत्व कालमा मैले देश विकासका लागि पूर्वाधारमा जोड दिनुपर्छ, पूर्वाधार आधारभूत रूपमा पूर्वाधार तयार भएपछि अरू विकासलाई त्यस पूर्वाधारमा त्यस जगमा टेकेर अगाडि बढ्न सकिन्छ। बिना पूर्वाधार त्यसमा पनि कनेक्टिभिटी, विद्युत जस्ता कुराहरू, कनेक्टिभिटीमा बाटा पुल त पर्ने नै भए, हवाई यातायात पर्ने नै भयो, लगायतका गर्मी ठाउँबाट चिसा ठाउँमा फुत्त गएर आराम गर्नु पर्यो भने केबल कार चाहिए। सबभन्दा सजिलो एकैछिनमा पुग्ने, प्रदूषणको पनि समस्या छैन, त्यो पनि हुने भयो। सञ्चारको राम्रो प्रबन्ध हुनु पर्यो, सञ्चारको विकास हुनु पर्यो। त्यसकारण 77वटै जिल्लामा अप्टिकल फाइबर ओछ्याएर इन्टरनेट पुर्याउने कार्यहरू तीव्रताका साथ गर्नुपर्छ भनेर मैले नै सुरु गरेको हुँ र त्यो कम्प्लिट पनि गरी पुरा भएको छ। आज इन्टरनेट सेवा केही दुर्गम ठाउँहरूमा पुग्दैन, तर आम रूपमा भन्ने हो भने इन्टरनेट सेवा पुगेको छ। जहाँ पुग्दैन, जहाँ अत्यावश्यक छ, हस्पिटलहरू ठाउँ, हस्पिटल जस्ता ठाउँ, विद्यालय जस्ता ठाउँ, त्यहाँ विद्युत प्राधिकरण, यो दूरसञ्चार प्राधिकरणबाट होइन, दूरसञ्चार एनटिसीबाट, त्यो कर्पोरेसनबाट हामी सबै ठाउँमा बन्दोबस्त गर्न सक्छौँ जहाँ पुगेको छ। त्यसै गरेर अरू विभिन्न पूर्वाधारका क्षेत्रहरू, विद्युत उत्पादनमा असाधारण उल्लेख्य प्रगति भएको छ यस बीचमा। खेलकुद क्षेत्रमा जम्मा एउटा रङ्गशाला थियो, दशरथ रङ्गशाला, 72 सालको भैँचालोले त्यो पनि भत्काएपछि देश रङ्गशाला विहीन थियो। अहिले विभिन्न रङ्गशालाहरू विभिन्न ठाउँमा निर्माण भइरहेका छन् र दशरथ रङ्गशाला निर्माण भएको छ, पोखरा रङ्गशाला निर्माण भएको छ, सुर्खेत रङ्गशाला निर्माण भएको छ, अरू विभिन्न रङ्गशालाहरू निर्माण भएका छन् र काम अगाडि बढिरहेको छ। एकैचोटि हामीले यति धेरै कामहरू गरेका छौँ, यति धेरै कामलाई, विकासको गतिलाई अगाडि बढाएका छौँ कि कुनै पनि क्षेत्रमा, खानेपानीको क्षेत्रमा भन्ने हो भने आश्चर्यचकित भइन्छ। अहिले विश्व ब्याङ्कले तथ्याङ्कहरू निकालेको छ, जो हामी आफै पनि आश्चर्य लाग्ने गरीका तथ्याङ्कहरू छन्। यसबीचमा अलिकति गति अवरुद्ध भएको थियो, त्यसका पछाडि केही राजनीतिक कारणहरू थिए, तर ती कुराहरूलाई पनि अब हामीले सल्टाएका छौँ र विकासको गतिलाई अब तीव्रता दिएका छौँ। विकासका लागि स्थिरता चाहिन्छ, स्थायित्व चाहिन्छ। अहिले देशका प्रमुख दुई पार्टीहरू मिलेर स्थिरता, स्थायित्व दिने त्यो सङ्कल्पका साथ, त्यो अठोटका साथ अघि बढिएको छ र स्थिरताका साथ देश विकासको कामलाई तीव्रता दिने। अहिले सुशासन र देश विकास, अहिले एउटा मान्यता स्थापित भएको छ, कोही पनि जोसुकै होस् कानुन तोड्छ, देशमा विध्वंस मचाउन खोज्छ, संविधान विपरीतका क्रियाकलाप गर्छ वा अपराधिक क्रियाकलाप गर्छ, खास गरी अपराधिक क्रियाकलाप गर्छ भने कोही पनि कानुनभन्दा माथि हुन सक्दैन।
त्यस कुरालाई वर्तमान सरकारले कोही पनि कानुनभन्दा माथि छैन भन्ने कुरा बताइरहेको छ। यसमा मैले धेरै केही भन्नु पर्दैन। शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, यी कामहरू दृढताका साथ गरिनेछ र सुशासनको प्रत्याभूति गर्दै विकासको बाटोमा जनतालाई राम्ररी सेवा सुविधाहरू यथाशक्य क्षमता अनुसार उपलब्ध गराउँदै त्यसका निम्ति पूर्वाधार र अन्य मानवीय संसाधनका पक्षहरू समेतको विकास गर्दै शिक्षाका क्षेत्र, स्वास्थ्यका क्षेत्र, यी सबैमा विकास गर्दै अगाडि बढ्ने नीतिका साथ हामी अगाडि गइरहेका छौँ। त्यसैको फलस्वरूप अघि भर्खर मैले कुरिनटारमा पालिका भवनको उद्घाटन गरेर आएँ। यहाँ बाटो निर्माण कार्य सम्पन्न भएपछि, यो शिलान्यास भएको होइन, निर्माण कार्य सम्पन्न भएको, शिलान्यास त भयो, बन्ला कि नबन्ला भन्ने कुरा होइन, बनिसकेपछिको यो उद्घाटन। त्यसकारण काम हुन्छ, काम हुँदैछ, काम भइरहेको छ र हुनेछ भन्ने कुराको एउटा दृष्टान्त। एक ठाउँमा होइन, देशभरि पूर्व पश्चिम राजमार्गका विभिन्न खण्डहरू 8 खण्डमा अहिले यसलाई विभाजन गरेर यसको स्तरोन्नति हुँदैछ। मध्ये पहाडी राजमार्ग निर्माण कार्य तीव्रताका साथ हुँदैछ। मदन भण्डारी राजमार्ग केही ठाउँमा कोही कारणले या त बाटाहरू एउटै पहिलेकै बाटोमा अथवा अर्को बाटोसँग जोडेर लानुपर्ने अवस्था छ। केही ठाउँहरूमा केही वनका आदि कारणले, निकुञ्ज आरक्ष जस्ता कारणहरूले केही ठाउँमा अझै ती समस्याहरूको समाधान गरेर निर्माण गर्नुपर्ने छ। नत्र भने कामहरू लगभग सम्पन्न भएका छन्। हुलाकी राजमार्ग मैले भनिरहनु परेन, अलिकति आरक्षले गर्दाखेरि यहाँ रोकिएको छ ठोरीदेखि यतापट्टि, र चितवनको खास गरी 3 नम्बर क्षेत्र माडी र यो पश्चिमको क्षेत्र, यसलाई जोड्ने ठाउँमा केही ठाउँहरू यसरी बाटो टुटेको छ र ठिकै हो। नारायणीमा थप पुलको विकास गर्नुपर्दछ, थप पुलहरू राख्नुपर्छ। नारायणीको तटबन्ध त्यसलाई सम्पूर्ण रूपमा सुदृढ ढङ्गले सम्पन्न गर्नुपर्दछ निकट भविष्यमा। यी कुराहरूतर्फ सरकारको ध्यान गएको छ। यो जिल्ला बहुतै ऐतिहासिक जिल्ला छ। यहाँको इतिहास अहिलेको मात्रै होइन, यस ठाउँको इतिहास त्रेतायुगदेखिको छ। त्रेतायुगदेखिको यहाँको इतिहास छ। राम जन्मदेखिको इतिहास छ, त्यहाँदेखिको लामो इतिहास छ। र यो भूभाग, हाम्रो भूभाग वास्तवमा एउटा सभ्यताको सुरुवात भएको भूभाग हो। जनकपुर जस्ता ठाउँ, चतरा जस्ता ठाउँहरू, अरू विभिन्न ठाउँहरू, त्यसपछि द्वापर युगमा अरू विभिन्न ठाउँहरू, विभिन्न दार्शनिकहरूको यहाँ जन्म भएको छ। र पछिल्लो समय 3000 वर्षभन्दा यताका कुरा मात्रै गर्ने हो भने स्वास्थ्य विज्ञानदेखि लिएर, त्यो त धेरै पुरानो इतिहास छ हाम्रो। हामीले अहिले त्यसलाई अलिकति विकास गर्न सकिराखेका थिएनौँ, अहिले हामी ध्यान दिइरहेका छौँ। र अब त्यस क्षेत्रमा पनि हामी आयुर्वेद र हाम्रो परम्परागत उपचार पद्धति, हाम्रा जडीबुटी, हाम्रा औषधिहरूको, यिनीहरूको समेत विकास गरेर हामी लिएर जानेछौँ। विभिन्न हस्पिटलहरू यहाँ बनेका छन्। क्यान्सर हस्पिटल बनेको छ, अरू विभिन्न टिचिङ हस्पिटलहरू बनेका छन् र त्यसबाट विद्यार्थीहरू उत्पादन भइरहेका छन्। अब धेरै कुराहरू, अझ नयाँ कुराहरू यहाँका हस्पिटलहरूले गर्दैछन् भन्ने कुरा मैले थाहा पाएको छु। तसर्थ यस ठाउँलाई हामीले त्यसै गरी
एउटा फराकिलोपनका साथ, फराकिलो मनका साथ यसलाई विकास गर्नुपर्छ। म धेरै कुरा देख्दै भोग्दै पचाउँदै आएको मान्छे हुँ। जे आउँछ मजाले पचाउँछ भने जस्तै छ, सबै कुरा डाइजेस्ट गरिहाल्छु। तर अहिले चुनाव लागेको पनि छैन, अहिले चुनाव प्रचार गर्नु परेको पनि छैन, त्यतापट्टि अलिकति गइहाल्नु परेको आवश्यकता पनि छैन। म आग्रह गर्न चाहन्छु सबैलाई, सधैँ राजनीति मात्रै, सधैँ चुनावै मात्रै होइन, विकासमा ध्यान दिउँ। हामीले एक भएर देश बनाउनु पर्नेछ, मतभेदमा होइन, एकतामा जोड दिउँ। विविधता हुन सक्छ, विचारमा विविधता हुन सक्छ, अरू कुरामा विविधता हुन सक्छ, तर देशको विकास गर्ने कुरामा मतभेद नराखौँ। देशको विकास गर्नैपर्छ, सबैले विकास गर्नुपर्छ, हामी सबै मिलेर विकास गर्ने हो। अरूले आएर हाम्रो देश बनाउँदैन, बनाइदिँदैन कसैले। जे सहयोग मान्छेहरूले गर्ने गरेका थिए, देशहरूले गर्ने गरेका थिए, अहिले विभिन्न सहयोगहरू धरापमा परेको हामीले देखेका छौँ। अरूको भर पर्दा के हुँदो रहेछ, कतिवटा देशका अरूका बलमा लड्ने लडाइँ, अरूका बलमा गरिने विकास, यी सबै कुरा पनि हामीले देखेका छौँ, काम लाग्दैन। आफ्नो बलमा, आफ्नो राष्ट्रिय एकताका साथ एकजुट भएर हामीले अगाडि बढेर विकास गर्नुपर्छ। त्यसरी मात्रै हामी हाम्रो देशलाई सुदृढ गर्न सक्छौँ, एकताबद्ध गर्न सक्छौँ, हाम्रो राष्ट्रियतालाई मजबुत पार्न सक्छौँ, हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्छौँ, हाम्रो डेमोक्रेसीलाई मजबुत पार्न सक्छौँ। त्यसकारण यी सबै कुरालाई हामीले डेमोक्रेसीलाई मजबुत पार्ने, राष्ट्रियता बलियो बनाउने, सुशासन र विकासको गतिलाई अगाडि बढाउने कुरामा एकजुटताका साथ अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु। अहिले त एसियन स्ट्यान्डर्डको भनेर हामीले बल्ल झन्डै 7 किलोमिटर 6.08 कति हो, यति मात्रै किलोमिटर एसियन स्ट्यान्डर्डमा एउटा बाटो पहिलो बनाएका छौँ। यस्तै बाटो पूर्व पश्चिम, यो हाइवे एसियन स्ट्यान्डर्डमा पूर्वदेखि पश्चिमसम्म, काकरभिट्टादेखि गड्डा चौकीसम्म, गड्डा चौकीदेखि काकरभिट्टासम्म यो स्ट्यान्डर्डको बाटो हुनुपर्छ एसियन स्ट्यान्डर्ड। एउटा कुरा के भने, यत्तिकै फराकिलो, यत्तिकै चौडा, यत्तिकै सुविधा सम्पन्न ग्रामीण क्षेत्रमा पनि बनाउनु पर्ने, अथवा खाली क्षेत्रमा पनि बनाउनु पर्ने, वा जङ्गल क्षेत्रमा पनि बनाउनु पर्ने भन्ने हुँदैन। यो सहरी क्षेत्र भएको हुनाले यो एउटा नमुना हो। योभन्दा अलिक साँगुराले पनि एसियन स्ट्यान्डर्ड हुन्छ जङ्गल क्षेत्रहरूमा र सहरी क्षेत्रभन्दा बाहेक। त्यसकारण हामीले सहरी क्षेत्रमा चौडा बाटाहरू बनाएका छौँ हाइवेलाई, अरू बाटाहरूलाई पनि, ताकि त्यो सहरका सवारीका चापहरूदेखि लिएर त्यो सबै कुरालाई ध्यानमा राख्ने। र जे होस्, यसलाई हामी चौडा गर्दैछौँ 8 खण्डमा। अघि पनि मैले भने त्यो एसियन स्ट्यान्डर्डमै बनाउने सबै ठाउँलाई भनेर हामी 6 लेन, त वास्तवमा यो 8 लेन प्लस छ, यसमा फुटपाथ पनि छ यति चौडा। र यस्तो बाटोहरू सहरी क्षेत्रमा निर्माण गर्ने। र अर्को, अघि मुख्यमन्त्रीजीले राख्नुभयो कि फेरि बनाउँदै भत्काउँदै भत्काउँदै बनाउँदै बनाउँदै भत्काउँदै एउटा नाउँमा भत्कायो, फेरि बनायो, यसो नगरौँ। कुनै चिजको निर्माण सम्पूर्ण रूपमा, ढल पनि एकैचोटि, अरू पाइपलाइनहरू छ, खानेपानीको छ, केही छ भने, बिजुली अथवा टेलिफोनका केही पनि छ भने पहिले बाटो निर्माण हुनभन्दा अगाडि गर्नुपर्छ। र यति स्ट्यान्डर्डको बाटो बनाइसकेपछि फेरि गैँती लिएर बिचमा टङ्ग्राङ खन्ने खालका कामहरू चाहिँ गर्नु हुँदैन। त्यसका लागि पहिले नै समग्र डिजाइनिङभित्र सर्भिस लेन, अरू चिजहरू सबै कुराको अहिले हामीले त्यसका प्रबन्धहरू गरेका छौँ। त्यसरी नै अगाडि बढाउनुपर्छ। यो स्ट्यान्डर्डमा सडक बनेको छ, म खुसी व्यक्त गर्न चाहन्छु। देश नै विकासको बाटोमा अगाडि बढ्दैछ, म यसमा खुसी व्यक्त गर्न चाहन्छु। र यहाँका जनताहरूलाई यो सुविधा उपलब्ध भएको छ, म बधाई भन्न चाहन्छु।
र यहाँका सबै जनताले साथ सहयोग दिनुभएको छ। यहाँको महानगरले, यहाँका पालिकाहरूले, यहाँका नागरिकहरूले, कतिले आफू बसोबास गरिरहेको ठाउँ त्यो छोड्नु परेको होला। इन्क्रोचमेन्ट अहिले मात्रै होइन, यो 22 सालमा जब यसको निर्माणको सुरुवात गर्ने काम भयो भनौँ अथवा लगभग परिकल्पनाको स्थितिबाट अगाडि बढ्न थाल्यो, त्यस बेलादेखि बसिरहेका ठाउँहरू हुन सक्दछन्, ती छोड्नु पर्यो होला। जेसुकै भए पनि आफ्नो घर भत्किँदा मान्छेलाई रमाइलो लाग्दैन, तर पनि देशको विकासका लागि त्यस्तो कामहरू गर्नै पर्ने हुन्छ र त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ। त्यो वैकल्पिक व्यवस्था पहिले नगरिएको भए पनि आजको समयमा हामी अत्यन्त संवेदनशील छौँ जनताका पिरमर्काप्रति। त्यसकारण जनतालाई परेका पिरमर्काहरूको वैकल्पिक व्यवस्था पनि हामी गरेर नै अगाडि बढेका छौँ, त्यसै गरी अगाडि बढ्छौँ। अब मैले धेरै कुरा केही भनिरहनु पर्ने छैन। म खुसी व्यक्त गर्न चाहन्छु र यहाँहरू सबैलाई बधाई र शुभकामना भन्न चाहन्छु। नयाँ वर्ष पनि भर्खरै प्रारम्भ भएको छ। नयाँ वर्ष 2082, अझै 60 दिन चोखै बाँकी छन्, 360 दिन। यी सबै दिनहरू सबैका निम्ति सुखमय, सफलताका, सुस्वास्थ्यका दिनहरू रहन्। धेरै धेरै शुभकामना छ। सफलताका दिनहरू रहन्। धन्यवाद। धेरै धन्यवाद छ सम्माननीय प्रधानमन्त्री केपी शर्मा।